उपमेयरज्यूले भनिसक्नु भएको छ। यसमा नेपाल सरकारले उहाँको सुझाव बमोजिम थप ध्यान दिने नै छ। म यति कुरा भन्दै त्यसपछि मात्रै बल्ल म शुभकामना दिन चाहन्छु कि नेपाल सम्बत 1146 को उपलक्ष्यमा यहाँहरू सबैलाई हामी सबैलाई शुभकामना छ। न्यू दया लसताय बेन्तुना, न्यू दया लसताय बेन्तुना। हजुर, म स्वयं पनि नेवार कम्युनिटीसँगै जोडिएको मान्छे हो। मेरो श्रीमती यही हुनुहुन्छ, कुण्डेजी महर्जन। मलाई थाहा छ कि यो देशको भाषा संस्कृति यो विविधताको कति महत्त्व छ, त्यसमा पनि नेपाल भाषा संस्कृति सम्पदाहरूको कति महत्त्व छ। यी सम्पदाहरूले हाम्रो राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा कति चिनाएका छन्। वास्तवमा राष्ट्र भनेकै पहिचान नै हो। अबको पहिचान चाहिँ समावेशी पहिचान हुनुपर्छ। अबको राष्ट्रवाद समावेशी राष्ट्रवाद हुनुपर्छ। हामीले पृथ्वीनारायण शाहलाई सम्झिँदै गर्दा त्योभन्दा अगाडिदेखिको निरन्तरतालाई सम्झिनुपर्छ। पृथ्वीनारायण शाहले पनि त्योभन्दा अगाडिको संस्कृति समुदाय सबैलाई एकाकार गर्दै यो राष्ट्र निर्माण गर्नुभएको। त्यसकारणले पृथ्वीनारायण शाहलाई जति सम्झिन्छौँ त्योभन्दा अगाडिको सम्पदाहरू, संस्कृतिहरू, भाषा, समुदायको जगमा नै पृथ्वीनारायण शाहले यो देश बनाउनु भएको हो। एकीकरणको अभियान सुरु भएको। त्यसकारणले अबको राष्ट्रवाद समावेशी राष्ट्रवाद हो, त्यो नै बलियो राष्ट्रवाद हो। त्यसले सबैलाई समेट्छ। त्यसै क्रममा मलाई लाग्छ नेपाल सम्बन्धले पनि मान्यता पाएको छ र यसलाई हामीले खालि एउटा औपचारिकतामा मात्रै होइन, सबै ठाउँमा यसलाई हामीले प्रयोगमा ल्याउनुपर्छ। यो भित्र धेरै ठुलो दर्शन पनि लुकेको छ, जहाँ ऋण मोचन गरिएको छ। अहिले हामीले आफूलाई एउटा समन्वयको पक्षमा, समाजवादको पक्षमा संविधानमै समाजवाद लेखिया छ। यो कुरा चाहिँ शङ्खधर साकवाले उहिले नै प्रयोग गरिसक्नु भएको छ। त्यो हाम्रो नेवा सभ्यता संस्कृति भित्रको त्यतिखेरकै जागरण हो। त्यो जागरणलाई हामीले अझै सुदृढ गर्नुपर्छ, अगाडि बढाउनुपर्छ। त्यो गर्यो भने मात्रै राष्ट्र पनि बलियो हुन्छ, समाजमा पनि सबै वर्ग क्षेत्र समुदायले न्याय पाउँछ। यो धेरै ठुलो कुरा हो। त्यसकारणले फेरि पनि म नेपाल सम्मत 1146 को उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक हार्दिक शुभकामना दिँदै र म यहाँहरूसँगै अहिले पदयात्रामा त म सँगै अहिले हुँदिनँ। म यसपछि पशुपतिनाथ जानुपर्नेछ। म त्यता लाग्छु। यहाँहरूले बाँकी कार्यक्रम सम्पन्न गर्नुहोला। कार्यक्रमको सफलताको शुभकामना पनि गर्छु। म यहीँको भएको हुनाले हामी निरन्तर भेटघाटमै रहन्छौँ। यहाँहरूले देखिरहनु भएको थियो या थिएन पनि म यत्तिकै यहाँहरूकै बिचमा हुँदाहुँदै अचानक देशको परिस्थितिले अर्कै मोड दियो र सुशीला कार्की देशको प्रधानमन्त्री हुनुभयो। उहाँको सहयोगको लागि एउटा सहयोगीको रूपमा, गृहमन्त्रीको रूपमा मैले एउटा जिम्मेवारी पाएँ। अब त्यो जिम्मेवारीलाई नै मैले प्राथमिकता दिएर त्यसैमै म बढी केन्द्रित हुनुपर्नेछ, ताकि हामीले आउँदो फागुनको 21 गते चुनाव गर्नुपर्नेछ। त्यो चुनावमा जानको लागि हामीलाई शान्ति सुरक्षा चाहिन्छ। शान्ति सुरक्षाको जिम्मेदारी गृह मन्त्रालय अन्तर्गत छ। त्यो जिम्मेदारी म सफलतापूर्वक सम्पन्न गर्छु। यहाँहरू सबैको आशीर्वाद मलाई त्यसमा चाहिन्छ। अब कुनै पनि हालतमा देशमा हिंसा दोहोरिनु हुँदैन, रगतको एक थोपा पनि बग्नु हुँदैन। त्यसको प्रत्याभूति दिलाउने काम नेपाल सरकारको हो, गृह मन्त्रालयको हो। खास गरी त्यसमा म केन्द्रित हुनेछु। यति भन्दै मेरो आफ्नो मन्तव्य यही समापन गर्छु। शुभाय धन्यवाद। धेरै धेरै धन्यवाद छ। आदरणीय दिजु पुण्यदेवी महर्जन हामी माझ हुनुहुन्छ। उहाँको सँगले भिनाजुमाले नेवारी टोन पनि हुन थालिसकेको छ। हामीलाई खुसीको कुरा हो यो। कृपया जोरदार तालीले गृहमन्त्रीज्यू फेरि हामी उहाँलाई धन्यवाद दिउँ। र पक्कै पनि फागुन 21 गतिको चुनाव हुने गरी
वातावरण बनाउन शान्ति सुरक्षा कायम गर्नको लागि ठुलो जिम्मेवारी लिएर गृहमन्त्रीज्यू आउनु भएको छ। उहाँलाई हामीले सबैले सहयोग गर्नुपर्नेछ भन्दै आजको यो कार्यक्रमको सभापतिज्यूलाई आफ्नो मध्यपछाडि यो कार्यक्रम सुरुवात गरिदिनु हुन परि म हार्दिक अनुरोध चाहन्छु। धन्यवाद। र आज नुदय भिन्तुना 1146 नेपाल सम्बन्धका दिन हो र आज हामी ललितपुर महानगरपालिका हामीले वडा नम्बर 1 र 2 को संयुक्त सहकार्यमा जुन हामीले विगत धेरै वर्ष अगाडिदेखि नै नेपाल सम्बन्ध नुदय भिन्तुना मनाउने क्रममा चाहिँ आज उपस्थित हुनुभएका हाम्रा ललितपुर महानगरपालिकाका उपप्रमुख मण्डल साक्य बच्चाज्यू र त्यसै गरी हाम्रा नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्यालज्यू र त्यसै गरी हाम्रा वडा सदस्यज्यूहरू र विभिन्न संस्थामा पाल्नुभएका प्रतिनिधिज्यूहरू र त्यसै गरी वडा सल्लाहकारज्यूहरू र वडा नम्बर 1 र 2 बाट उपस्थित भएका सम्पूर्ण आफ्नो ठाउँबाट उपस्थित भएका धिमे बाजा लगायत सम्पूर्ण आदरणीय मामुहरूमा सम्पूर्णलाई नमस्कार। र आज नेपाल सम्बन्ध 1146 नुदय भिन्तुना जुन आज नयाँ वर्ष सुरुवात छ र नेपाल सम्बन्धलाई हामीले राष्ट्रिय सम्बन्धको रूपमा पनि लिइरहेको छ र राष्ट्रिय सम्बन्धको रूपमा हामीले मनाउने गर्दाखेरि चाहिँ हामीले अलिक भिन्न छन् र विभिन्न ठाउँहरूमा आफ्नो कार्यहरू जुन यो नुदय भिन्तुना आज विभिन्न ठाउँमा र्याली छ र यो र्याली अलिकति हामीले हाम्रो समावेशिता हाम्रो सबै जात एक जात नभइकन सबै जात जातिका वेशभूषा लगायतका आफ्नो सबै समुदायको चाहिँ यो नेपाल सम्बन्ध हो भनेर चाहिँ हामीले विगत धेरै वर्ष अगाडि 59 सालदेखि नै यो सुरु भइरहेको छ र यहाँहरू सम्पूर्णको उपस्थित मध्येबाट यो जुन अहिले आजसम्म पनि निरन्तर रूपमा सफलता साथ यो नुदय भिन्तुना मनाइरहेको छु र यो सँगै र हामीले नेपाल सम्बन्धलाई राष्ट्रिय सम्बन्ध मनाउँदै गर्दाखेरि र हामीले यसलाई नयाँ वर्ष रूपमा लिँदै गर्दाखेरि चाहिँ यो नयाँ वर्षमा चाहिँ हामीले हाम्रो सोच इच्छा र सुस्वास्थ्य लगायत यहाँहरूको सदैव सफलताको अगाडि बढोस् भन्ने चाहिँ शुभकामना दिन चाहन्छु र यो शुभकामना दिन साथै अब हामी केही समय अगाडि एउटा सङ्घर्ष शाखाको चाहिँ नाटक मञ्चन पनि कार्यक्रम सुरु भयो। त्यसका हाम्रो संयोजक चाहिँ वडा सदस्य अलिसा डङ्गोलले जुन नेतृत्व गर्नुभएको थियो र बलिसा स्वा जुन अहिले सांस्कृतिक र युथहरूलाई चाहिँ विभिन्न यो सांस्कृतिक कार्यक्रमहरू चाहिँ ट्रेनिङको रूपमा पनि अगाडि बढाइरहेको छ र केही भए पनि यो नाटक चाहिँ रूपमा अगाडि बढाउन खोजेको भन्दाखेरि हामी सम्पूर्ण उपस्थितले यो नाटकले चाहिँ के देखाउन खोजेको छ र यो सम्बन्ध किन मनाइरहेछ भन्ने कुराहरूमा चाहिँ अघि न जुन हाम्रो गरिबी रूपमा सङ्कट रूपमा आउँदाखेरि त्यसपछि सङ्घर्ष शाखाबाट चाहिँ जुन ऋण मोचनलाई चाहिँ ऋण मुक्त गर्नको लागि जुन अभिनय गर्नुभयो त्यही भएर यो आजको खुसियालको दिनमा शुभकामना मनाउने क्रममा छ। सम्पूर्णलाई शुभकामना दिँदै अब हामी चाहिँ कार्यक्रमलाई सुरुवात गर्न चाहन्छौँ र सुरुवात हामी चाहिँ यहाँबाट अगाडि बढाउँदै गर्दाखेरि चाहिँ अगाडि धिमे बाजा त्यसै गरी हाकु पटासी त्यसपछि बाजा ब्यान्ड बाजा पञ्चे बाजा हामीले यसलाई क्रमबद्ध रूपमा मिलाएर हामी यहाँबाट किरण भवन अरुण थापा चोक त्यसपछि सानै बा हेलपोस्ट राजतीर्थ गुसिङ्गार हुँदै वडा नम्बर 1 मा हामी समापन गर्न चाहन्छौँ र समापन गर्दै जाँदाखेरि यो आज हाम्रो महत्त्वपूर्ण दिन हो र यो शुभकामना कार्यको दिन हो। यहाँहरू सम्पूर्ण जुन उपस्थित हुनुभएको छ सम्पूर्णले चाहिँ बिचबिचमा चाहिँ घरतिर चाहिँ आफ्नो काम व्यस्त पनि छ र बिचबिचमा नगइकन यसलाई सफलतापूर्वक पार्नको लागि यहाँहरूको अति जरुरी छ। यो सबै हाम्रो यो अहिले र्यालीमा उपस्थित भइदिनु हुन मैले अनुरोध पनि गरेँ र अब हामी कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। पालिका वडा नम्बर 2 सानेपामा यो नुदय भिन्तुनाको र्याली सुरु भयो करिब 23 वर्ष भइसक्यो। 2059 सालमा सुरु भएको यो र्याली कार्यक्रम यसका संस्थापक पूर्व राज्य राजेन्द्र थापामर पनि यतै कतै हुनुहुन्छ, कृपया उहाँ यहाँ हुनुहुन्छ भने अगाडि आइदिनु हुन पनि अनुरोध चाहन्छु। र वडा नम्बर 2 कार्यालयको नियमित बजेटबाट 3 महिने झिमे नृत्य चाहिँ हामीले प्रशिक्षण गराएका थियौँ र प्रशिक्षार्थीहरूबाट
यो नृत्य प्रस्तुत गर्न गइरहेको हुँदा कृपया कलाकार कर्मीहरूलाई यहाँ अगाडि आइदिएर चाँडोभन्दा चाँडो यो धिमे डान्स प्रस्तुत गरिदिनु हुन पनि म अनुरोध चाहन्छु र यसको संयोजक सानो महर्जनज्यू कता हुन्छ कृपया चाँडोभन्दा चाँडो यहाँ अगाडि आइदिएर आफ्नो प्रस्तुति दिनु हुन अनुरोध गर्दै अनि हामी हाम्रो र्याली सुरु गर्नेछौँ। हस् धन्यवाद सबैलाई। नोदया भिन्तुना तपाईँको 2 साताभित्र यदि तिमीहरूले मेरो ऋण चुक्ता गर्न सकेन भने तिमीहरूको घरमा भोटे ताजा लाग्नेछ। के कुरा गरेको यस्तो विचारले 2 सातामा कसरी ऋण तिर्छ विचार गर्नु पर्दैन। ए शङ्कु त मेरो काममा सँग नबजाऊ। मलाई थाहा छ कसरी यिनीहरू त काममा सँग बजाउनु पर्छ भनेर लगाउने हो। अबको 2 साताभित्र यदि तिमीहरूले ऋण चुक्ता गर्न सकेन भने तिमीहरूको घरमा ताजाको सँग बज्नेछ। धान बिरामी छ दाइ सानो बच्चाहरु छन् साथीहरु बिरामी हुनुहुन्छ अनि यो साग बेचेर आफ्नो पेट लगाएर भइरहेछ हजुर। त्यही भएर अलि धेरै टाइम बढाइदिनु पर्छ। 2 हप्तामा सक्दैन। कति गाह्रो भइरहेछ नातिनुहोस् तपाईहरु। समस्या आएको छ यसको समाधान पनि तपाईँ पनि हुने नै छ। भगवानमा भरोसा राख्नु।
भगवानमा भरोसा राख। Thank you.